ब्लगर ब्लगर ल मेरो भाइ ल ल ल वेलकम है ल ह्यान्डसम भएर फुटबल हेर्न जाँदैछु मुत्तु सही के हो फाइनली लोकेसनमा चाहिँ आइपुग्यो पर्खाल चढाइ जानुपर्ने अरे पनि वडा रहेछ यस्तो नेपालको यस्तो रहेछ पर्खाल चढ्ने चिज चाहिँ वाइल्ड तरिकाले हिँडिरहेको छु बाल मतलब छैन कसैको मलाई आज टक्क राम्रो राम्रो सिन खिच्ने बसुन्जेल लन्डन सब घुमाइदिन्छु म तपाईँहरूलाई चिन्ता नगर्नुहोस् थ्याङ्क यू ड्राइभर चाहिँ यहाँ भन्नै पर्छ फेरि ड्राइभरलाई थ्याङ्क यू भनेर यहाँ ड्राइभरले पुर्छ फेरि तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ प्लम स्ट्रिट एरिया प्रायः जस्तो नेपालीहरू बस्ने एरिया यही हो वेलकम टु सञ्जीव ब्लग र आज चाहिँ सटरडेको दिन बिहान करिब 7 बजिरहेछ र आज म चाहिँ चटक्क ह्यान्डसम भएर फुटबल हेर्न जाँदैछु र म चाहिँ यहाँ नजिकको मेरो गाडी स्टेसनमा आइपुगेँ र आज हामी चाहिँ म मेरो दाइ हुनुहुन्छ एकजना उहाँसँग चाहिँ र अरू पनि हुनुहुन्छ होला सायद हामी चाहिँ आज फुटबल हेरेर दिनभरि इन्जोय गर्नेछौँ के कस्तो हुन्छ तपाईँहरूलाई म सबै क्लिप्सहरू चाहिँ टक्क राम्रो राम्रो क्लिप्सहरू चाहिँ म हालेर देखाउँछु तपाईँहरूलाई ल म यहाँ आइपुगिसकेँ गाडी स्टेसन्स र मैले चाहिँ यहाँ अब SL11 गाडी चढ्नुपर्ने हुन्छ र म चाहिँ चाल्टन भन्ने ठाउँमा चाहिँ जानुपर्ने हुन्छ एराउन्ड 40 मिनट्स जति लाग्छ मलाई र गाडी पनि आइपुगिसक्यो ओके ठिक टाइम आयो गाडी पनि एकदम सही भइरहेछ आज पुरा घाम लागिरहेछ इन्भाइरोमेन्ट एकदम कोल्ड छ अहिले चाहिँ यहाँ समर लगभग लागे जस्तो छ जतिसम्म चिसै थियो अहिले चाहिँ एकदम घाम लागिरहेछ जतिसम्म ज्याकेट लगाएर बस्यो अहिले चाहिँ खासै ज्याकेट बस्नु हुँदैन अब यहाँ एक्कासी क्लाइमेट चेन्ज भयो भने त्यस्तो चाहिँ भइरहेको छ घाम लाग्ने अनि बादल लाग्ने र त्यसमा जाडो हुने पनि हुन्छ तर आज त्यस्तो नहोला वेदरले मलाई साथ दिन्छ होला म करिब सधैँ हिँड्ने बाटो र यो बाटोहरू आउँदा चाहिँ एकदम प्यारो लाग्छ र आजको दिन पनि एकदम रमाइलो छ र अहिले चाहिँ अब हामी प्लम स्टेट एरिया आइपुग्न आँटिसक्यौँ। प्लम स्टेट एरिया चाहिँ एकदम यो
प्रायः जस्तो हामी नेपालीहरू बस्ने एरिया हो। एल्डर सर्ट भन्छ, एल्डर सर्ट चाहिँ अलिक टाढा छ। त्यहाँ सबैभन्दा धेरै नेपाली बस्ती। त्यसपछि यता प्लम स्टेटहरूतिर यो स्कर्नरमा पर्छ। मैले चाहिँ अब टक्कै यहाँ वुलिचमा झर्नुपर्ने हुन्छ र वुलिचमा झरेर अर्को बस चेन्ज गर्नुपर्ने हुन्छ। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ प्लम स्टेट एरिया प्रायः जस्तो नेपालीहरू बस्ने एरिया यही हो। यो चाहिँ हो प्लम स्टेटको रेल स्टेसन। अगाडि यो फोकस भएको चाहिँ र साथीहरू अब चाहिँ म विलेजको नजिक आइपुगिसकेको छु। अब उपरतिर पर्छेको ट्रेन स्टेसनमा चाहिँ मैले अब अर्को गाडी चेन्ज गर्नुपर्ने हुन्छ। यो वुलिच पनि एक किसिमको रमाइलो एरिया हो। यहाँ पनि धेरै नेपालीहरू हुनुहुन्छ। नेपाली बस्ती भएको ठाउँ हो। यो थेम्स नदीको छेउमा पर्ने ठाउँ नै हो यो पनि। थ्याङ्क यू ड्राइभर चाहिँ यहाँ भन्नै पर्छ फेरि। ड्राइभरलाई थ्याङ्क यू भनेर यहाँ ड्राइभरले कुर्छ फेरि। यही एरिया हो। यहाँबाट मैले अर्को गाडी चेन्ज गर्नुपर्ने हुन्छ र म म्यापमा यहाँ सिटी म्यापर भन्ने एउटा एप हुन्छ जहाँबाट चाहिँ सबै गाडीहरू कति बजी आउँछ कति बजी जान्छ सबै यो रियल टाइम ट्र्याकिङ सिस्टम हुन्छ यहाँ चाहिँ। र अहिले बिहानको समय भएर होला त्यति मान्छेको चहल पहल चाहिँ यहाँ खासै छैन। ल म चाहिँ फेरि स्टेसनमा आइसकेँ। यो अब चाहिँ के हो यो यो जेट। यहाँ चाहिँ यसरी अल्फाबेट नम्बरमा कहाँ चाहिँ हुन्छ स्टेसनको नाम। जेटमा चाहिँ अब मैले कुन चढ्नुपर्ने हुन्छ भन्दाखेरि यो सिटी म्यापर यहाँ देख्नु भएको छ कि छैन। फोकस पुगेन यस्तो हुन्छ। यहाँ चाहिँ अब गाडीको नाम सहित लेखेको हुन्छ कि त्यसमा चाहिँ अब मैले 54 गाडी चढ्नुपर्ने हुन्छ। ओके एकछिन तपाईँलाई नजर हेरिदिनु वुलविचको। यस्तो छ हाम्रो वुलविच। घाम पुरा टिलिलिलि लागिरहेछ। रमाइलो दिन छ। भन पसिना चाहिँ आइसकेको छैन तर भरेसम्म पसिना पनि आउँछ मलाई थाहा छ। यहाँ चाहिँ सिटी म्यापहरूले चाहिँ यसो हेराउँछ कि यो बसको रुट गयो अनि म जानुपर्ने चाहिँ यो एन्डमा छ। खासै धेरै मिनट छैन, अब 15-20 मिनट जति लाग्छ। म 9:05 पुग्छु होला। ओके
ल साथीहरू म चाहिँ चार्ल्टन पार्क आइपुगेको छु र मैले अझै 8 मिनट जति हिँड्नुपर्ने रहेछ र यहाँ चाहिँ एकदम राम्रो नजरिया छ म तपाईँलाई ब्याक क्यामेराबाट देखाउँछु यहाँ पुरा राम्रो नजरिया छ रनिङ प्र्याक्टिस हुँदैछ परिवारको आज यिनीहरू कहाँमै भनेको कुदेको छ पैसा इनफ छ कुदेको छ म सही डिरेक्सनमा त गइरहेको छु म घरिघरि म्याप पनि चेक गर्दै गर्छु म्याप चेक गर्नु पर्यो भन्ने नरहेछ यहाँ म्यापले नै यहाँ अडिएको छ कि यहाँ कहाँ थाहा पाउनु यहाँ यहाँको साथी भनेको चाहिँ कुकुर हो टक्क कुकुर बोक्नु हिँड्यो राम्रो छ जिन्दगी राम्रो छ आज म पुरै वाइल्ड तरिकाले हिँडिरहेको छु बाल मतलब छैन कसैको मलाई आज टक्क राम्रो सिन खिच्ने बसुन्जेल लन्डन सब घुमाइदिन्छु म तपाईँहरूलाई चिन्ता नगर्नुहोस् अब अहिले खासै केही नजर छैन एकछिन स्टप लो म्यान मुत्तु छ कि के हो त कस्तो मोमेन्ट म सही डिरेक्सनमा चाहिँ छु कता भन्छ यो म्यापले यार फाइनली लोकेसनमा चाहिँ आइपुग्यो पर्खाल चढाइ जानुपर्ने अरे यहाँ पनि वडा रहेछ यस्तो नेपालको यस्तो रहेछ पर्खाल चढ्ने चाहिँ जाइरहेछ सिस्टम राखोली हाम्रो दाइ कता हुनुहुन्छ त यता हुनुहुन्छ हाम्रो दाइ यही रहेछ पुरल फोर्ट चाहिँ पुग्छ कहाँ गयो त बुढा खै ल फाइनली आफ्नो बाइकसँग भयो नमस्कार गुड मर्निङ धन्यवाद फाइनली हामी चाहिँ हाम्रो डेस्टिनेसन आइपुग्यौँ ल यहाँ पुरस्कारहरू
मेरो भाइ ठिक छ नि एकदम अल गुड अब रेडी गर्नुपर्छ बल्ल बल्ल थाहा पाइयो नि लोकेसन वाल चढेर आउनु पर्यो Didn't scare around. Put the one with the ball. ल साथीहरु यहाँ चाहिँ दुईटा टिमको एकदम घमासान वार परिरहेछ यो चाहिँ भाले गेम जस्तो रहेछ यहाँ सबै यहाँ यो कोड 3 हो त्यहाँ 2 छ उता 1 छ अनि एकै दिनमा गेम सकिन्छ अनि आजै हुन्छ के फाइनल नेपालतिर यो भाले गेम भने जस्तो कि एकै दिनमा टक्क 35 मिनेटको गेम हो यो चाहिँ सकिन्छ त नि रेफ्रीले भनेको मानेन भने येलो कार्ड कि ग्रीन कार्ड हो हेर्नुहोस् है गाइजहरु ल युकेको वेदर चाहिँ यस्तो हुन्छ अहिलेसम्म यस्तो मजाले घाम लागिरहेको थियो अब यहाँ फाइनल गेम परिरहेछ र यी अवस्था यस्तो छ